ल गाइज हामी आज हाम्रो घर आयौँ यस्तो हरियालीमा हाम्रो बिरामी साथी यसरी बसिहान् है। अनि बिरामी साथी सासू अनार खाँदै बिरामीको पोइ पनि अनार खाँदै झ्याम झ्याम ल भिडियो बनाउँदै अनार खाँदै मजा आइरह। हाम्रो गाउँ यस्तो ल गाइज हामी चाहिँ च्याउ खोज्न जाँदैछौँ। साथीले च्याउ भेटिन्छ भनेर भन्नुभएको के अरे। अहिले च्याउ भेटेन भने फर्केर आउँछ। मम्मीको मकैबारी यत्तिको चाहिँ हुनपर्छ है छोरा मान्छे भएपछि। कहाँ र अस्ति हजुरले भेटाउनु भएको थियो नि। जिन्दगीमा च्याउ नभेटाउने मान्छे म के अब च्याउ त किन नदेख्ने र अघि पनि त लग्नु भएको थियो त बुवाले पकाएर खाथ्यौँ त अनि। ए मलाई एउटा कुरा याद आयो, मैले च्याउ भेटाएको थिएँ। कहाँ भेटायो भन्ने थाहा छैन होइन, यहाँ भेटाएको थिएँ मैले च्याउ होइन होला। पोहोर साल त आएको थिएन, पोहोर साल मेरो स्कुल हुन्थेँ। त्यो साल बिहे मेरो के साल भयो त्यो कपडा भएन कि माथि कलर आँसी ल्याएर आउनु पर्थ्यो नि। यहाँ मम्मीले गाई बाँध्नु पर्छ, यहाँ गाई लग्नु पर्छ, त्यही भित्तामा भएर रान्ती उम्रेका अनि दुईवटा यहाँ उम्रेका दुईवटा यहाँ एक्लै पनि गयो है त्यो घाँटीमा चोडिएर गएपछि एक्लै पनि जाने रहेछ। ए कपडा फोहोर होला है, कपडा उ गर्दा भिज्ला क्या शीतले पानीले। यो भोरी पखेर भोरी उम्रिएको छ। कहिले सानीलाई पठाइदिने बेला होला। यस्तो हो त च्याउको त सेन्ट आइहाल्थ्यो त। त्यो गाईलाई लग्ने बेला सेन्ट आएको थियो अस्ति। बास्ना आउँछ त। ल हामीले चाहिँ भेटाएन, निराश भएर हामी फर्क्यौँ गाईतिर। केही पनि भेटाएन। त्यसै च्याउ भेटाउँछ भने अब गफै त हुन्छ अहिले भने जस्तै हो कि। त्यतिकैमा हामी निराश हुँदै फर्क्यौँ। त्यतिकैमा प्लेन आएको रहेछ क्या। त्यसको पनि भिडियो बनाएँ होइन। हामीले च्याउ भेटाएनौँ अनि हामी फर्क्यौँ त्यहाँदेखि। अब खाजा खाने भनेर मम्मी चाहिँ बारीमा जानुभयो। सिसो काटेर गाडी बेच्नु किन्नुहुन्छ अब। र मलाई चाहिँ यो चिज देख्यो भने ज्वरो आइहाल्छ। मम्मीको सम्पत्ति भइहाल्छ के अरे। मकैको खाजा खाने भनेर मम्मी चाहिँ मकै बारीभित्र हुनुहुन्छ। नै देखिनु भयो यहाँबाट लर्याप के लिएर यसको फुल कति राम्रो हो क्या है। कहिले फल्छ होला। ए कति धेरै रहेछ, त्यहाँ पनि रहेछ कति धेरै फल्दै रहेछ। लर्यापले चाहिँ लास्टै धेरै फल्यो रहेछ कि। मम्मी के अरे एउटा बुटो मरेको थियो नि, त्यसलाई लगाइदिनु भएको थियो, त्यो जागेर। धेरै केरा के बाफ्रे कहाँ रहेछ नि यस्तो भनेको चाहिँ यहाँ एकछिन कति सानो सानो रुखहरू के तर फिन्चु लगिदिनु पर्छ एउटा है। साथी लगाएको भुइँगटर ए एउटा यस्तो गरौँला नि, यो सानो यत्रै झरो कि छिन्चु लगिदिउँला नि यो वाला केरा।
यस्तो खिच्ने दाना यस्तै कोलाई मनपर्छ कमेन्ट गर्नु होला, म ल्याएर आउँछु सिर्को आउँदा। बेलौटी आउनु जाको 2-3 महिना अगाडि आएर चाहिँ मैले लिची र के अरे अङ्गुर ल्याएर लगाएको थिएँ कि सबै बेर्ने यस्तो राम्रोसँग जागेर रहेछ। अब भोलि चाहिँ घाम लाग्यो भने र मलाई सन्चो भयो भने चाहिँ हामीले त्यो झारू पाउँछन् वरपरको, अनि त्यो भिडियो पनि मैले बनाउँछु। अनि कति राम्रो छ कि हाम्रो गाउँ होइन। अनि गाउँको यसै सुट्टै रमाइलो हुन्छ क्या। अनि त्यत्तिकैमा मकै छोडाउनु लाग्यौँ, मकै छोडायौँ 3 जना भएर। बुवा चाहिँ बाहिर निस्किसक्नु भएको थियो। अनि यो चाहिँ कस्तो मिठो हुन्छ क्या, भर्खरको पछिको भन्दा नि यो भर्खर त्यो बुटेबाट ल्याएर भुटेको चाहिँ खुब मिठो लाग्छ कि मलाई। त्यसमा चाहिँ 1 लट पाकिसकेको थियो। अनि 2 जना बसेर खाँदै थियौँ। मम्मीले उता गर्दै हुन्थ्यो, पछि आउनुभयो मम्मी पनि।